F1 हेर्न मन छ तर केही बुझिँदैन? आउनुस् F1 बुझौँ। भाग 7 Chapter 3 Your Entry Ticket. लौ त तपाईँ रेस हेर्न तयार हुनुभयो। तर यदि तपाईँले शुक्रबार टिभी खोल्दा ड्राइभरहरू बिना सित्ती यताउता गाडी कुदाइरहेको देख्नुभयो भने नातिनुस्। फर्मुला 1 भनेको 3 अङ्कको नाटक जस्तै हो। फ्राइडे इज द ड्रेस रिहर्सल। यो दिन टिमहरू सेटअप चेक गर्छन्। गल्ती गरेर नपछारी सिक्ने मौका यही मात्र हो। स्याटरडे इज द सुट आउट। यसलाई भनिन्छ क्वालिफाइङ। एक ल्याप पुरा पावर। जो सबैभन्दा छिटो हुन्छ उसले पोल पोजिसन पाउँछ, यानि आइतबारको रेसमा सबैभन्दा अगाडिबाट सुरु गर्न पाउँछ। हप्ताभरि 1 घण्टा मात्र समय छ भने शनिबारको यो क्वालिफाइङ नछुटाउनुस्। सन्डे इज द ग्रान्ड प्री। यो नै मुख्य जात्रा हो। अब कुनै प्र्याक्टिस वा सेफ्टी नेट हुँदैन। 190 माइलको नसा तताउने रगतको रफ्तार मात्र हुन्छ। रेस बुझ्नको लागि तपाईँले यसको कालो जादु बुझ्नुपर्छ। त्यो हो टायर। रेड इज सफ्ट, गम जस्तै टाँसिने, एकदमै फास्ट तर केही मिनेटमै खिइने। येलो इज मिडियम, भरपर्दो बीचको सन्तान जस्तो। व्हाइट इज हार्ड, इटामा गाडी कुदाए जस्तै महसुस हुने तर वर्षौंसम्म टिक्ने। हरेक ड्राइभरले एउटा रेसमा कम्तीमा 2 थरीका टायर प्रयोग गर्नै पर्छ। यसले गर्दा उनीहरू पिच स्टप गर्न बाध्य हुन्छन्। तपाईले 2 सेकेन्डभन्दा कम समयमा 20 जना मेकानिकहरूले 4 वटा टायर फेरेको देख्नुहुनेछ। यो संसारकै सबैभन्दा खतरनाक डान्स हो। यहाँ अन्डरकटको खेल पनि हुन्छ, जहाँ एउटा ड्राइभरले अलि अगाडि नै पिच स्टप गरेर नयाँ टायर हाल्छ र अगाडिको गाडीलाई टेलिपोर्ट भए झैं उछिन्न खोज्छ।